लाइभमा कमेन्ट गर्नु सकेसम्म लगाइदिनु होला नेपालमा भएकोहरू दिदीबहिनीहरू भिडियोमा हो लेखेर देख्छ नि काम कस्तो छ यहाँ हेर्नु 3 महिनासम्म त रुएरै बस्या हो म। हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो न्यू डे न्यू भ्लगमा। अनि हजुरहरूलाई के कस्तो हुन्छ, सन्चै हुनुहुन्छ होला, राम्रो हुनुहुन्छ होला। मलाई चाहिँ एकदम अलि सन्चो छैन, अहिले चाहिँ रुगा लागेर होइन 4-5 दिन भइसक्यो, एकदम गाह्रो भइरहेछ, नाक बन्द हुने अनि खोकी लाग्ने, घाँटी खसखस खसखस गर्ने। अनि मौसम एकदमै नराम्रो छ अहिले चाहिँ हाम्रो कुवेतमा, मौसम अहिले के अरे बिग्रिया छ कसरी यत्रो मसिनो धुलोहरू उडेर आएर है गाह्रो एकदम गाह्रो भइरहेछ मलाई चाहिँ। अनि म चाहिँ धेरै पछि भिडियो गर्दैछु आज, किनभने अब सधैँ अब अहिले गर्मी महिनामा त बाहिर निस्किन पाउँदैन नि त, त्यही भएर अनि अब बाहिर निस्के पो नयाँ नयाँ भिडियो ल्याउँदा होइन, जहिले घरभित्रको भिडियो त कति ल्याउनु भनेर मैले चाहिँ भिडियोहरू बनाएको छैन। अनि अहिले चाहिँ किन बनाएको भन्दाखेरि अहिले चाहिँ मेरो नयाँ साथी आएको आज 2 दिन भइसक्यो, नयाँ साथी ल्याएको छु मैले। अनि किन ल्याएको भन्दाखेरि चाहिँ त्यो चाहिँ म पछि भन्नेछु हजुरहरूलाई होइन। अनि उसलाई चाहिँ कामहरू सिकाउनु पर्ने छ, अहिले चाहिँ उता उसलाई कभर आइरन गर्नलाई सिकाउँदैछु, गर्नै भनेर सिकाइराखेको छु। अब कस्तो गर्दै रहेछ उसले हामी हेर्नुपर्ने छ है त, गाइजहरू हेर्नुपर्छ है। अनि मैले अरू कामहरू पनि टन्नै सिकाउनु पर्ने छ, हिजो पनि सिकायो होइन, हिजो फर्स्ट दिन अस्तिको बेलुका ल्याएको, अनि हिजो सिकायो, अनि आज सिकाउनु पर्ने छ। अब 1 महिना जति म उसलाई काम सिकाउँछु, 1 महिना अथवा आधा महिना जस्तो सिकाउने, अनि त्यसपछि चाहिँ म है त गाइजहरू हेरौँ है उसले कस्तो काम गर्दै रहेछ। हामी चाहिँ भर्खर खाजा चिया खाइसक्यो, को आएको मेरो साथी आइरहनु गर्दैछ, हेरौँ है के गर्दो रहेछ। बिचरा नयाँ गाह्रो हुन्छ नि। हेलो गाइज, कस्तो लाग्यो तपाईँलाई आइरन गर्नलाई? राम्रो। यो त भ्लगमा आउँछ नि, फेरि मेरो युट्युब च्यानल छ। तपाईँले त अहिलेसम्म मेरो युट्युब च्यानल देखेको छैन होला, भर्खर खोलेको। हेलो गुड मर्निङ एभ्रिवान, म चाहिँ आइरन गर्दैछु भन्नु न। आइरन गर्दैछु, कस्तो लाग्यो मेरो आइरन गरेको भन्नुभएको? कस्तो लाग्नु भयो हजुरहरूलाई कमेन्ट गरिदिनु होला। कमेन्ट गर्नु। के भने भन्नु न, भन्नु के भन्नु मन लाग्छ। सेलामा त मैले लगाउनै होइन त यार। कुनमा? यही कपडामा। ए त्यसलाई फर्काएर ल, फर्काएर कसरी लाउने हो सिकाइदिनु पर्यो हजुर, मेरो साथी भाइहरू सिकाइदिनु। आइरन गर्दा त माछा खोलामा उब्रिए जस्तो देख्दो रहेछ। तपाईँ फेरि कामी दमाईले मात्र आइरन लाउँछ भन्छ है कमेन्टमा। त्यस्तै देखिरहेको यहाँ बिहान बिहान मलाई। के गर्नु, पैसा कमाउन गाह्रो हुन्छ। उयो त्यो हो, यो फर्काएर गर्नुपर्छ। उयो त्यो हेर्नु त, उयो हो यस्तो उस छ नि, उयो यो चाहिँ बाहिर भित्र गर्नुपर्छ, हो यसरी गर्नुपर्छ। अनि त्यसको जाँदैन कि, त्यसको गयो भने त फेरि दिदीले इन्ती माई आरोप नेपाली माफी माको फाइदा इन्ती सुकुलमै आरोप भन्छ। यति रो नेपाली होला मसलामा बाई बाई। भयो भने आँखा मिची जानुपर्छ। के गर्नु, परदेशमा गाह्रो छ है, गाह्रो छ यार, गाह्रो छ, पैसा कमाउन गाह्रो छ गाइजहरू। के गर्नु, मान्छेहरू विदेश गयो भन्छ, विदेशमा गाह्रो छ नि पैसा कमाउनु, होइन? पैसा कमाउँछ, नाच्छ, रमाइलो छ भन्छ। यहाँ कति गाह्रो छ हेर्नु त बिहान, होइन? नाचेर उ गर्दैमा कहाँ खुसी हुन्छ त, सधैँभरि आफ्नो मनको पीडा आफूसँग हुन्छ नि, होइन?
भन्ने कुरा बुझिदिनु होला गाइजहरू। यस्तो छ हाम्रो दिदीको पारा। नयाँ दिदी हो, आएको 2 दिन भएको छ बिचरा। तर होइन, मैले अरू मान्छेहरूलाई भन्दा पनि मैले अर्को पनि एकजना नेपाली दिदी ल्याएको थियो पहिला, उसलाई धेरै गाह्रो भएको थियो कि काम सिकाउनलाई। तर तपाईँलाई चाहिँ अलिक सजिलो नै भएको छ। मैले सकेसम्म एकचोटि भनेको कुरा चाहिँ नबिर्सिनु दिजु। थाहा भइहाल्छ मान्छे काम गर्ने र नगर्ने मान्छे। धेरै धेरै धन्यवाद। वेलकम। धेरै प्यारी सचिना दिदीलाई सबैले फलो गर्नु, माया गरिदिनु होला, सबैले फलो गरिदिनु होला, युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला। बिर्दैन गाइजहरू भन्ने त के भन्नु, म के भन्ने केही नभन्ने अब आइरन गर्ने। आइयो रहेछ। त्यही भएर यहाँ लाइक गर, कमेन्ट गर भनिदिएको थिएँ मैले। ल ल हुन्छ त्यसो भन्नु है साथीहरूलाई। हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु ल डार्लिङ। भिडियोमा हो भर्खर नगर्नु त अब कसरी कति काली देखेँ है, म हप्सी जस्तै देखेँ त। आइफोन हो नि त, म यहाँ आइफोन अरू मोबाइलमा जस्तो निस्किँदैन नि। यहाँ त जस्तो जस्तो अलिक गोरो त निस्किनु बिहान बिहान जस्तो फेस छ यहाँ त त्यस्तै निस्किन्छ नि। फेरि अरू मोबाइलमा चाहिँ निस्किँदैन यसरी जानु। इजी इजी मैया इजी इजी इजी। कति राम्रो देखेँ है। मैले पनि लायो भने दामी देख्छ। तपाईँले दामी देख्छ। लाउँछु कि तपाईँले तर दिदीले नलाउ नलाउ, तिमीलाई त त्यस्तै किन लाउनु। फेरि मान्छेले आरबी भनेर बिहे गर्दा आरबीले भन्छ यस्तै भयो। उहिले त्यो बुढी माउको त्यो कालो आबाया हुन्छ नि, त्यो टाउकोदेखि लाउने, त्यो लायो भने यस्तो दामी देख्छ। लगाउनु नि, म एक दिन लाउँछु है तपाईँले। बाहिर बस्ने बेला बाहिरतिर जाने छ नि मेरो लाउँछु। तर त्यो तिनीहरूले लाउँछ नि अब यहाँ पुरै कि कति लाउनु मन लाग्यो, किन्नु मन लाग्छ। राम्रो छ है, मलाई पनि मनपर्छ। तर महँगो दिन्छ रहेछ है त्यो अब यहाँ। सस्तो कहाँ पाउँछ, सस्तो पनि पाउँदा पाउँछ होला। ओरिजिनल डुप्रिना लाख पैसा हाम्रो मम्मीको नाम हालिदिएर दिदीले, अनि त्यसपछि सबै आफू राम्रो छ भने सबै राम्रो हुन्छ कि। आफू राम्रो के छ भने सबै राम्रो हुन्छ। आफू नराम्रो छ भने उयो पनि राम्रो छ नि है, उनीहरूले लाउने हेर्नु पनि लाउँछ नि यस्तो पनि होइन। त्यसले भन्दा यो चाहिँ लाउनुपर्छ, हो यसले चाहिँ राम्रो देख्छ। यो लाएर त्यो अघिको सेतो लाउनुपर्छ, क्युट देख्छ। मलाई त मनपर्छ। तपाईँ आएको कति भयो अरे यहाँ? 3 महिना। अनि कस्तो भयो ल भनिदिउँ न त हाम्रो गाइजहरूले। सुन्नुहोस् न त, अनि कुवेतमा आएर के भयो कस्तो भयो सबै भन त यो भ्लगमा। मैले कुवेतमा आएर मलाई के चाहिँ गरेन, दुःख लाग्छ यहाँ सुनाउँदाखेरि। दुःख त लाग्छ नि। 5वटा बच्चा हेर्नु पर्यो, खाना पकाउनु पर्यो, अनि त्यो बच्चाको आइरन लाउनु पर्यो, लुगा धुनु पर्यो, अनि बच्चालाई बिहान उठेर 6 बजे उठेर बच्चाको लुगा लगाइदिने, प्याम्पर्स खुवाइदिने, स्कुल पठाइदिने। काम त कति काम। त्यही भएर बल्ल बल्ल यहाँ आएर मलाई अलि आनन्द सुख भयो। कति रोएर काम गर्यो। अनि अफिसमा गर्ने व्यवहारहरू पनि सुनाइदेऊ न त गाइजहरूलाई। अफिसमा आएर कति दुःख भोगेर, कति मान्छेको वचन खाइ कति खाना खाएर बस्यो। खाना पनि रुच्दैन के पुरो त्यो गाली सुन्दा सुन्दै। कति रोएर बस्यो, कति करायो त्यो अफिसमा। गाइजहरू राम्रोसँग काम गरिदिनु होला हजुरहरू पनि। घरको काममा धेरै नै दुःख हुन्छ, काम नसक्नुपर्छ। यस्तो नि त के अरे
अब आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ त भनिदिनुहोस्, जान चाहन्छु यहाँ। तर सकेसम्म त नआइदिनु होला भन्छु म चाहिँ। घरको काम अब बोक्नेलाई थाहा हुन्छ। सकेसम्म चाहिँ गाउँतिर भएको होइन, नेपालमा भएकोहरू सकेसम्म नआइदिनु होला। मैले चाहिँ त्यही भन्छु। मैले भोकेको सम्मको कुरा चाहिँ मैले भने होइन। अब तपाईँहरूको खुसी आउनु मलाई आउनु, त्यही त हामीले मलाई आउनु। तपाईँले चाहिँ एउटा जानकारी, किनभने घरको काममा नराम्रो गाह्रो हुन्छ होइन। गर्न चाहिँ सक्नुपर्छ, तर त्यस्तो केही लाग्दैन होइन। काम चाहिँ गर्नुपर्छ। त्यो काम गर्न सकेन भने गाह्रो छ। त्यो घाँस तर काट्ने जस्तो होइन फेरि डेन्जर हो नि फेरि काम। यहाँको काम त हेऱ्यो है, मान्छेले विदेश छ भन्ने मात्र होइन, नाचेर बसेको खाएको देख्छ नि। देख्छ नि काम कस्तो छ यहाँ हेर्नु। के गर्नु, जति पीडा भए नि यसो रमाउने कोसिस हाम्रो चाहिँ। अब दुःख पायो भनेर रोएर बस्नुभन्दा त बरु यसो साथीभाइसँग रमाइलो गऱ्यो भने यसो घरको यसो यादहरू। रुन त म त 3 महिना यहाँ आएर 4 महिना भइसक्यो होइन। 3 महिनासम्म त रुएरै बस्या हो म। भने जस्तो काम पनि पाएन, भने जस्तो खान पनि पाएन, भने जस्तो हिँड्न पनि पाएन, यसरी साथीभाइसँग बोल्न पनि पाएन। नेपाली भेट्यो भने त बोल्न पनि नदिने, आमा कस्तो गर्थ्यो। सकेसम्म नआइदिनु होला नेपालमा भएकोहरू दिदीबहिनीहरू। अनि मेरो प्यारे साथीहरू कुवेतमा भएकोहरू कस्तो छ आइनौ ल हजुरहरूको सुनाउनु होला। काम कस्तो भइरहेछ? हाम्रो त यस्तै हाम्रो त यस्तै हो काम। बिहान उठ्यो, जहिले सफा गऱ्यो, आइरन अनि आइरन गऱ्यो, अनि खानासाना खायो, बस्यो। त्यही हो हाम्रो काम। तर यहाँ चाहिँ राम्रै छ है तिमीलाई होइन। तर यहाँ चाहिँ एकदम राम्रै छ है। पहिला म गर्ने घरमा चाहिँ यस्तो छैन है। फेरि बिहानदेखि बिहान 6 बजीदेखि 2 बजीसम्म ड्युटी हो फेरि पहिला घरमा मेरो। दिउँसोको 2 बजी कि रातिको? रातिको 2 बजी नि, कहाँको दिउँसोको? यहाँ त हाम्रो बिहान 9 बजीदेखि हाम्रो बिहान 9 बजीदेखि बेलुका 10 बजीसम्म मात्रै हो। काम त 3 बजी काम त 3 बजी सक्यो हो, बसिरहेको हो हामी। 10 बजीसम्म चाहिँ हामी बस्ने बुढीमासँग टिभी हेर्ने। बुढी आमा छ होइन हाम्रो, प्यारी बुढी आमा हुनुहुन्छ, उहाँसँग बस्यो। धनको धनी अनि मनको पनि धनी। मनको पनि धनी, धनको पनि धनी, एकदम प्यारी मेरो आमा। मिजी आमा साँच्चै भने साँच्चै कर्म भुगेको पनि यस्तो मान्छे पाउन पाउँदैन, कस्तो पाउँदैन हो। आफ्नो आमाले भन्दा पनि माया गरेर राखेको छ। अब तिमीलाई पनि गर्छ, तर तिमीले पनि राम्रो गर्नुपर्छ। ए आफू राम्रो छ भने सबै राम्रो हुन्छ। उसको छोरीले के भन्छ भने काम बरु काम नगरोस्, मेरो आमालाई चाहिँ राम्रो गरोस् भन्छ। हिजो पनि त्यस्तै भन्छ। मेरो आमाले बोलाएको बेला जाऊ भन, मेरो आमालाई यताउता जे भन्छ त्यही मान भन भन्छ। आफ्नो आमा भन्ने कुरा त आमा भन्ने शब्द नै यहाँ पाउँदैन नि। आफ्नो आमा भनेको आमा हो नि। मलाई त अझ त्यो घरमा के गरेर थाहा तपाईँहरूलाई? मलाई किचनमा ढोका खोलेर पिटे आयो। यति डेन्जर दुःख बोकेर आएको छ कि म यहाँसम्म। अफिसमा मात्र 1 महिना बसेर आएको हो म। हिजो अस्ति भर्खर आएको, 3 दिन भयो म आएको है। 3 दिन भयो यहाँसम्म। तर तिमी भाग्यमानी रहेछौ है। मैले टिकटक लाइभमा कति मान्छे खोजेको आउँछु भन्ने त टन्नै थियो, तर म अब आउँछु भनेर मात्र हुँदैन नि। आउँछु भनेर इनबक्समा मेसेज त कति आउँथ्यो। अनि मैले त कहाँ जो पाएँ त्यसलाई यहाँ आउँछु भनेर मैले ल्याउनु मिल्यो त होइन। काम गर्न सक्नु पऱ्यो। आएर मात्र आउँछु मात्र भनेर भएन। यहाँ आएर अब के अरे मेकअप गरेर बस्ने, मोबाइल मात्र हेरेर बस्ने, काम नगर्ने, त्यस्तो मान्छे फेरि यहाँ चल्दैन। हामी त काम गर्न आएको हो, जे जस्तो भयो भने जति सुख भयो भने काम त आफ्नै घरमा भयो भने काम त गर्नु पऱ्यो नि। सरसफाइ त गर्नु पऱ्यो। अनि
तर तिमी भाग्यमानी रहेछौ यार। तर यहाँ बिहानै उठेर घाँस खानु पर्दैन, घरको काम चाहिँ सब गर्नुपर्छ है यहाँ आएर फेरि। त्यही हो, घाँस खानु पर्दैन, गोरुलाई कुँडो दिनु पर्दैन। त्यही हो काम। अरू काम पनि गर्नुपर्छ। अरू सब गर्नुपर्छ। गर्नै सक्नुपर्छ होइन। भनेपछि तपाईँको सोच चाहिँ के छ भने सकेसम्म नआएकै राम्रो है। सकेसम्म चाहिँ नआउनु है नेपालमा भएको दिदीबहिनीहरू। हामीलाई सुख रहेछ भनेर फेरि अरू पनि तम्सिएर आउनु होला। तर सबैको बेटीको घर एउटै हुँदैन क्या दिदीबहिनीहरू होइन। सबैको बेटी घर एउटै हुँदैन, सबैको बेटी एउटै हुँदैन होइन। सकेसम्म चाहिँ हामीले नआइदिनु भन्नु तपाईँहरूलाई। अब आउँछ भने तपाईँहरूको इच्छा, आउनु मन छ भने आउनु, के भन्नु होइन। हामीले रोक्या जस्तो हुन्छ फेरि कुनैलाई होइन। उनीहरू चाहिँ बसिरहेछ त, कमाइरहेछ त, हामीलाई चाहिँ के गर्न आऊ भनेको भन्ने पनि हुन्छ। तर हुन्छ किन नहुनु। मलाई पनि कति भनेको थियो कि यहाँ कोभिडमा नआऊ भनेर मेरो दिदीबहिनीहरूले। तर उनीहरू त रमाइलो छ, कमाइराख, हामीलाई चाहिँ किन नआऊ भनेको भनेर मैले पनि भने है। तिमीले भनेर त आएर अहिले यस्तो भयो। अहिले आएर यस्तो भयो। तर केही छैन, कमाउन आएको हो, दुःख गर्न आएको हो, गर्नै पर्यो अर्काको देशमा। गाई छोरी सुन्नुभयो नि कुरा भयो कि भएन। इन्बक्समा कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, त्यही भन्छ होइन। मलाई बोल्नै आउँदैन, यसमा म भर्खर बोल्दैछ है। फर्स्टचोटि हो। फर्स्टचोटि हो म। केही छैन, मेरो पनि भर्खरै खोले हो युट्युब च्यानल। मेरो प्यारी सचिना दिदीलाई माया गरिदिनु होला सबैजनाले। सब्सक्राइब चाहिँ गरिदिनु है प्लिज एभ्री वान। घन्टी बजाइदिनु टिङ 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 हामी परदेशीको भ्लग पनि हेरिदिनु न होइन। यसो हाम्रो पनि मनका दुःख सुख पोखाउनु पर्यो नि त, के गर्नु। आज मेरो 3जना साथी 2जना साथी आएन होइन। भरे आएपछि भ्लगमा अलिकति देखा कति रमाइलो थियो। उहाँहरू ड्युटीमै हुनुहुन्छ। तिनीहरूको चाहिँ अलिक कराइ छ ड्युटी। उनीहरूको ड्युटी चाहिँ कराइ छ, फेरि डेन्जर छ उनीहरूको। टुङ्नाको दुध यो चाहिँ नलाउने लगाइसक्यो त होइन हो। टुङ्नाहरू छ क्या तिनीहरूको गर्दै हुन्छ है। हामी दुई बजी मात्र हो सिम्पल भन्ने। यो लुगा पनि कस्तो कस्तो लुगा लाउँछ हौ हाम्रो दिदी। हाम्रो दिदी नै गइरह्यो। एउटा मन तर नयाँ देश होला नि। पानी लगाउँदै यो छ नि, यो यता ल्याउनु, यो तातोपट्टि नै राख्यो भने तपाईँको अनुहारमा आउँछ कि। ओके बिस्तारै यसरी भन्दा ल अब हामी चाहिँ आइरन गरेर सकेर एकछिनपछि अरू केही काम गऱ्यो भने भेटौँ ल। अब यो काम पहिला सकौँ, यो काम सकेपछि फेरि भेटौँ ल। तल चाहिँ सफा गर्ने। ए ल है त गाइजहरू। ल फाइनली हामीले काम चाहिँ यस्तै हो गाइजहरू। आजको काम हाम्रो यस्तो नै छ। आज चाहिँ अब भोलिको काम फेरि भोलि नै देखाउनेछु। आजको स्वाइसै कम्पनी हाम्रो यस्तै छ गाइजहरू। भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला। भिडियोलाई चाहिँ नछुट्टै हेर्नु होला।
भन्दै आजको हाम्रो भिडियो चाहिँ यति नै एभ्रीवान। भिडियोलाई लाइक सेयर अनि कमेन्ट अनि सब्सक्राइब घन्टीलाई टिङ झन्नै बनाइदिएको मैले घन्टी त्यस्तो चाहिँ गरिदिनु होला है त। अनि हजुरहरूले हाम्रो यो भिडियोलाई माया गर्नुभयो भने फेरि हामी अर्को भिडियो बनाउने छौँ है त गाइसहरू। ओके बाई बाई।